हेलो गाइज वेलकम टु अगेन माई युट्युब ब्लग। आज म हजुरलाई धरानको श्रम सांस्कृतिक पार्कबाट नमस्कार अनि सम्झाउन चाहेको छु। आज मसँग हुनुहुन्छ आवर धरान अनलाइन मिडियाको साथी। उहाँलाई पनि मेरो ब्लगमा मैले राख्ने जमर्को गरेको छु। हजुरलाई कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्नु चाहिँ नभुल्नु है त हजुर हो। उहाँको भिडियो सधैँ मैले युट्युबमा हेर्ने गर्थेँ, तर आज यसरी उहाँसँग प्रत्यक्ष भेट्नु पाउँदा खुसी नहुने त कुरै भएन र, होइन र गाइस। ल अब हामी अगाडि भिडियोतिर लागौँ है त हजुर हो। अब मैले यहाँनिर फेरि रेगुलर श्रमदाता भेटेको छु। उहाँको घर चाहिँ तेह्रथुम रहेछ। उहाँसँग भेट हुनु पाउँदा पनि खुसी लागेको छ मलाई, किनकि श्रमदाता भनेको एउटा श्रमदान गर्ने हो नि त व्यक्ति, होइन र हजुर हो। यो हामी श्रम संस्कृति पार्कको यो मेन गेटमा छौँ। मेन गेटको टिकट घरमा यहाँनिर हामीले टिकट काट्नुपर्ने हुन्छ 15 रुपियाँको। सबैले टिकट काटेर जानुपर्छ। उहाँ मेरो भान्जु चाहिँ हुनुहुन्छ, भान्जु चाहिँ पनि हामी सँगै छौँ। भान्जु चाहिँ अनि म त्यहाँ चाहिँ हामी घुम्नु गएको थियौँ। र अब गाइस यहाँ अगाडि के कस्तो छ भन्ने कुरोहरू तपाईँहरूलाई म बिस्तारो सबै देखाउने जानेछु है त गाइस। अब हेर्नुहोस् यहाँ यो श्रम संस्कृति पार्कको मेन गेट यस्तो छ। अब हेर्नुहोस् यहाँ बस्ने चौताराहरू यो सबै जनताहरूले नै आफ्नो पैसाले बनाएको यो चौतारा चाहिँ, किनभने यो श्रम संस्कृति पार्क हो नि त। यहाँ हामीले देख्न सकिन्छ दुईटा हातको हत्केलोमा चाहिँ बिरुवा। अब हामीले बुझ्न सकिन्छ कि हामी श्रम संस्कृति पार्कभित्र छौँ। ल हेर्नुहोस् यो अचम्म छ, यो एउटा स्ट्याचु हो, तर बिरुवा चाहिँ हकिकत है हजुर हो। पुत्तली हेर्नुहोस् त यहाँनिर सबै जनताकै पैसाबाट र श्रमदानबाट बनेको यो चौतारो हो। यस्तो चौतारोमा घुम्नु पाउँदा असाध्यै हामीलाई रमाइलो लाग्छ, मजा आउँछ, सबैजनालाई हो जस्तो लाग्छ। यो एउटा लिम्बू जातिको एउटा लिम्बू कल्चरको चाहिँ एकदम ऐतिहासिक यो एउटा ढोल हो। यो बिहा कार्यमा यो ढोल बजाएर नाच्ने गर्नुहुन्छ। ढोल बजाएर नै नाच्दै उहाँले आशीर्वाद दिने, होइन, अर्को आफ्नो कल्चर संस्कृति देखाउने र संस्कृति झल्काउने गर्नुहुन्छ। यसैले यो ढोल एउटा लिम्बू जातिहरूको लिम्बू कल्चरको चाहिँ ऐतिहासिक हो भनेर हामीले भन्नुपर्छ। ढोल नबजाइ उहाँहरूको बिहा हुँदैन। ढोल भने बजाउनु हुन्छ र त्यो ढोल बजाउँदै नाचेको हेर्नु यस्तो मजा आउँछ कि यस्तो मजा आउँछ, जति हेरौँ उति हेरौँ लाग्छ। र यो ढोलको पनि यहाँ स्ट्याचु बनाएर राखेको देख्दा सिलाम साक्पा पनि छ है हजुर हो, होइन, सिलाम साक्पा। अनि ढोलको यहाँ स्ट्याचु देख्दाखेरि लिम्बू कल्चरको झझल्को त नहुने कुरा नै भएन, होइन र गाइस। साह्रै मजाको छ ढोल, हेर्नुहोस् त, जति हेरौँ उति हेरौँ लाग्ने। त्यही भएर हजुरलाई पनि मैले देखाउने कोसिस गरिरहेको छु। अब हेर्नुहोस् एउटा हलो अनि ज खातमा बोकेर उभिएको एउटा स्ट्याचु छ। यो स्ट्याचु हेर्दाखेरि हामी कहाँ छौँ भनेर हामीले बुझ्नु पर्ने छ। हामी एउटा कृषि प्रधान देशभित्र हामी छौँ, किनभने हाम्रो देश भनेको कृषि प्रधान देश हो। यो हलो ज भनेको एउटा इम्पोर्टेन्ट छ हामी खेतीपाती गर्ने मान्छेहरूलाई, हामी कृषकहरूलाई, होइन र गाइस। अनि अब हेर्नुहोस् यहाँनिर ढाकाहरूमा टन्न भारी बोकेर टेक्क लाएर उभिरहेको एउटा स्ट्याचु छ। हामीले पनि यो भारी बोकेको यसरी भारी बोकेर गलेको बेला हामीले चाहिँ यसरी टेक्क लगाएर थकान मार्थ्यौँ थोरै बेर भए पनि। यो ढाकाहरूमा भारी बोकेर यसरी टेक्क लाउँदै गरेको स्ट्याचु देख्दाखेरि पक्कै पनि हामीलाई पहिलाको इतिहास याद आउँछ। यो एउटा ऐतिहासिक यो एउटा स्ट्याचु भनेर हामीले भन्दा फरक नपर्ला। हामीले पनि धेरै भारी यसरी बोकेका छौँ। यो एउटा औलतिरको मान्छेले बोक्ने अलिक च्याप्टाको ढाका हुन्छ। र अब हेर्नुहोस्
यो चाहिँ अलिक माथि लेकतिरको बस्ने शेर्पाहरू हुन्छ नि उहाँहरूको चाहिँ अलिक होइन चेप्टो हुँदैन अलिक उहाँको फराकिलो ढाका हुन्छ उहाँहरूले चाहिँ यस्तो ढाकामा बोक्नुहुन्थ्यो तर ढाका त दुइटै ढाका नै हो नि होइन र गाइज यसरी हाम्रो बाहुबासीहरूले हामीलाई ढाकाहरूमा नुन बोकेर खुवाउनु थियो तेल बोकेर ल्याउँथ्यो अनि हामी बत्ती बालेर पढ्थ्यौँ अनि काम चल्थ्यो गाइज अब अगाडि हेर्नुहोस् एउटा यस्तो स्ट्याचु छ जहाँ विवाह देख गरेको झलक्कै हेर्दा हामीलाई धरानको मेयर साहब अर्क साम्पाङज्यू जस्तो लाग्छ तर उहाँ होइन कोही एउटा कसैको एउटा स्ट्याचु बनाएर बिरुवा रोप्दै गरेको देखाउन खोज्नु भएको छ उहाँले हामी यो भिडियो त हामी सांस्कृतिक पार्कमा त छौँ हाम्रो यहाँनिर ज्वाइँ हुनुहुन्छ चाहिँ चौतारमा बस्नु भएको छ यो जनताबाट उठेको पैसा जनताकै श्रद्धाले बनेको चौतारो हो त्यसैले यो बेन्चमा यो बस्न पाउँदा हामीलाई रमाइलो लाग्छ अब हेर्नुहोस् यो सबै यो फलाइचाहरू छ सबै जनताकै पैसाले बनाएको फलाइ छ एकछिन किन नबस्ने होइन एकछिन बसेर पनि आनन्द त लिनै पर्छ नि यो चौतारमा बस्नु छुट्टै मजा छ हेर्नुहोस् त कुखुराको भाले कोही ठाउँ छ कोही ठाउँ भालुको स्ट्याचु छ यस्तो खालको यो फलाइचा बनाएको छ यो चौतारो भनौँ न होइन यस्तो खालको चौतारो यस्तो खालको फलाइसँग बस्नु पाउँदा सौभाग्य मान्नुपर्छ हामीले ल हेर्नुहोस् यहाँनिर यो के भन्ने सुगा प्यारोट होइन गाइज प्यारोटको स्ट्याचु छ अगाडि हामीलाई यहीँ यस्तो स्ट्याचु भएको फलाइचामा चौतारमा बस्नु नहुँदा खुसी त नहुने कुरै भएन गाइज हेर्नुहोस् अगाडि यहाँनिर बिरालो कि यो के भन्ने ल कमेन्टमा लेख्नु ल गाइज यो के को स्ट्याचु हो मलाई अलिक थाहा भएन मैले भिडियो बनाएको भए पनि हेर्नुहोस् यो सुगा होला कोही ठाउँ सुगा छ कोही ठाउँ भालुको छ हेर्नु गाइस यो एउटा लास्ट क्वेसन हो उल्लु भनेर हामीले चाहिँ बुझेको छ मैले चाहिँ हजुरलाई चाहिँ के भन्नुहुन्छ यसको भने कमेन्ट बक्समा कमेन्ट छोड्नु होला है त गाइस अब हेर्नुहोस् गाइस यस्तो चौतारमा बस्नु पाउँदाखेरि यस्तो फलाइसँग बस्नु पाउँदाखेरि मजा त आइ नै हाल्छ हजुर पनि आएर बस्ने जमर्को गर्नु होला धरानको संस्कृति पार्क घुम्ने आउनु होला यहाँ आएर घुम्नु हुँदाखेरि यो चौतारो चाहिँ एकछिन भयो भने बसेर आनन्द लिनु होला है त गाइस यो सबै वरिपरि यहाँको चाहिँ यो संस्कृति होइन पार्कको चौतारो यो संस्कृति पार्कको चौतारोमा बस्दा चाहिँ अथवा हामीलाई यहाँ हेर्दाखेरि चाहिँ यहाँ चाहिँ कस्तो लाग्छ जनावर अनि पक्षीहरूको चाहिँ एउटा मिटिङ भइरहेको जस्तो लाग्छ समग्रमा हेर्ने हो भने तर त्यो होइन जनताको आनन्द मनोरञ्जनको लागि पनि अलग अलगको स्ट्याचु बनाएर यहाँ फलाइचा बनाएको छ कोही ठाउँ भाले पनि छ होइन ल हेर्नुहोस् गाइस यो के को होला यो भालु होला होइन भालु हो यहाँ अनि यो भेडा हो कि के हो यस्तो विभिन्न स्ट्याचुहरू राखिएको छ फलाइचाको पछाडि एकदम यो सबै चौतारोमा सबै फलाइचामा चाहिँ विभिन्न जनावर पन्छीहरूको चाहिँ एउटा स्ट्याचु बनाएको छ त्यो हेर्दाखेरि आनन्द त लाग्ने भइ नै हाल्यो अब यहाँनिर चाहिँ केही स्ट्याचु बनेको छ यो पाइप बोक्दै गरेको ढुङ्गाहरू होइन उठाउँदै गरेको बेलछाहरूले बोकेको यो चाहिँ उद्घाटन गर्नु बाँकी रहेछ त्यो भएर यहाँ छोपिएको छ यो पछाडि उद्घाटन भएपछि यो पनि देखाउने जमर्को गर्नेछु गाइस है त गाइस अब कहिले हुन्छ यसको उद्घाटन त थाहा भएन अब यहाँ हेर्नुहोस् अब यहाँनिर होइन हामीले चाहिँ सबै यहाँको समग्रमा देखाउने हजुरहरूलाई भिडियोमा देखाउने जमर्को गरेको छु कोसिस गरिरहेको छु कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट बक्समा गएर चाहिँ कमेन्ट गर्नु चाहिँ नबिर्सनु होला है त गाइस अनि ठाउँ भन्छु म हजुरहरूले मेरो भिडियो जसले अथवा मेरो च्यानललाई जसले सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब चाहिँ गर्नु नभुल्नुहोला है त गाइज त्यो भनेको तपाईँहरूको म प्रतिको माया हो
त्यो मायाले गर्दा मेरो एउटा होइन जागरण बनेछ। हेर्नुहोस् यहाँनिर यो पनि चौतारो श्रमदानबाट बनेको चौतारो। यो कसै व्यक्तिको पैसा होइन, यो श्रमदान भनौँ न, पैसा दान गरेर चाहिँ बनाएको चौतारो। तपाईँहरूले त्यो जुन गर्नुभएको सब्सक्राइब भनेको चाहिँ म प्रति माया गरेको त्यो मायाले चाहिँ मेरो एउटा ऊर्जा मिलेछ। ऊर्जा मिलेपछि यस्तो यस्तो म थुप्रै भिडियोहरू बनाउने छु। अब हामी यहाँनिर चाहिँ श्रम चौतारो के अरे गोर्खा चौतारोतिर हामी अगाडि बढ्दैछौँ। हजुर देखाउने कोसिस गर्दैछु। यो गोर्खा चौतारो जाने बाटो हो। हेर्नुहोस् त यो बाटो रङ्गी चङ्गी कति राम्रो सुन्दर बाटो बनाएको छ। यो बाटो हेर्दाखेरि हामी चाहिँ अन्तर्राष्ट्रियतिर होइन युरोप कन्ट्रीतिर छौँ कि जस्तो पनि हामीलाई फिलिङ हुने गर्छ। यो फिलिङ हुने गर्छ। हेर्नुहोस् नहुने त कुरै छैन, किनभने यस्तो सुन्दर बाटो। हेर्नुहोस् त साइडमा रेलिङ, छेउछाउमा रेलिङ छ अनि बाटो रङ्गचङ्गी कस्तो सुन्दर बाटो बनाउनु भएको छ। साँच्चै भूपू सैनिकहरूले होइन, सिङ्गापुर पुलिस अनि ल यहाँ एउटा अर्को स्टार बन्दै रहेछ। हेर्नुहोस् यो नयाँ यो कहिले यो के अरे उद्घाटन हुन्छ त्यो थाहा भएन, पछि उद्घाटन भएपछि थाहा हुनेछ। यो हेर्नुहोस् त सिङ्गापुर पुलिस, इन्डियन आर्मी अनि ब्रिटिस आर्मी तीनटा युनियनले बनाएको यो तीनटा संस्थाले बनाएको यो बाटो हो। यो बाटो कहाँ जान्छ भनेर भन्नु छ भने गोर्खा चौतारो जाने हो। हेर्नुहोस् अगाडि हरियो परियो एउटा बगैँचा बारीमा पुगेको महसुस हुन्छ। यो हर्का साम्बाङ मेरसाप निर्वाचन हुनुभन्दा अगाडि यहाँ बगर थियो, अहिले यस्तो बगैँचा बनाएको छ। एउटा इमान्दारी जनप्रतिनिधि हुँदाखेरि यति धेरै विकास हुने रहेछ। यस्तो त्यस्तो पहिलाको बगरमा पनि यस्तो हरियाली बगैँचा बन्ने रहेछ भनेपछि हाम्रो देशमा एउटा इमान्दारीको कमी रहेछ, एउटा इमान्दारी जनप्रतिनिधिको कमी रहेछ भनेर चाहिँ हामीले बुझ्नु पर्ने हुन्छ नै। यो भिडियो हेरेपछि, यो ठाउँ हेरेपछि तपाईँले पनि पक्कै बुझ्नुहुन्छ होला। यो ठाउँमा जब म आएँ, पहिला भिडियो हेर्थेँ, युट्युबमा गएर भिडियो हेर्थेँ भने आज चाहिँ मैले प्रत्यक्ष आएर घुम्दाखेरि साँच्चै मलाई आनन्द लाग्यो। हेर्नुहोस् त यो हरियाली, यो बगैँचा जस्तो। ल हेर्नुहोस् पहिला बगर थियो, अहिले यस्तो बगैँचा बनाएको छ। कस्तो आनन्द, कस्तो मजा आउँछ। हेर्नुहोस् त सबै हाम्रो जनप्रतिनिधिहरू यस्तै हर्का मेयर जस्तै इमान्दारी हुन्थ्यो भने सायद कति धेरै विकास हुन्थ्यो होला। यो देखिरहेको तपाईँहरूले गोर्खा चौतारी हो। यो बन्दै गरेको बन्ने चाहिँ अन्तिममा पुगिसकेको छ। अब कहिले यो एउटा उद्घाटन हुन्छ, बनिसकेपछि उद्घाटन त भइ नै हाल्छ होइन, त्यस पछाडि यो एकदम दामी हुनेछ। हेर्नुहोस् त गोर्खा चौतारीको यो गेट हो, मेन गेट हो। यहाँ जहाँनिर बोराभित्र छोपेर राखेको छ त्यहाँ चाहिँ तोप छ। हेर्नुहोस् यो गोर्खा चौतारीको मेन गेट हो यो। ल हेर्नुहोस् यो तयारी भइसकेको छैन पुरा। यो चाहिँ रङ्गाउने एउटा डेकोरेसन गर्दै हुनुहुन्छ उहाँले चाहिँ होइन। लिपपोत घर बनाएर मात्रै हुँदैन, घर बनिसकेपछि त्यसमा लिपपोत गर्नुपर्छ अनि सुन्दर देखिन्छ नि, त्यस्तै उहाँले गर्दै हुनुहुन्छ। अहिले सिँगारपटार गर्दै हुनुहुन्छ, सिँगारपटार गर्ने क्रममा हुनुहुन्छ। एकदम राम्रो छ, साँच्चै सुन्दर छ। अब भित्र हामी जाउँ। यो भित्र हेर्नुहोस् त एउटा चाहिँ ठाडो एउटा स्तम्भ छ, के भन्ने यसलाई, गोल गोल होइन। यो माथि यो तल चारैपट्टि गोल राउन्डमा चाहिँ यहाँ पैसा दिने दाताहरूको नाम त्यहाँ चाहिँ शिला राखिन्छ अरे भनेर चाहिँ उहाँले भन्नुभएको छ। त्यो माथि क्रस भएको चारवटा खोकुरी सायद उहाँले राख्नुहुन्छ माथि। चारवटा खोकुरी क्रसिङ गरेर दुईतिर खोकुरी क्रस गरेर उहाँ राख्नुहुन्छ। यो खोकुरी राखिसकेपछि साँच्चै यो पार्क, यो गोर्खा चौतारी सुन्दर एकदम महासुन्दर हुन्छ भनेर हामीले भन्नुपर्ने हुन्छ। र यहाँ सुन्दर त हुने भइ नै हाल्यो र सुन्दर हुन्छ पनि। जब खुकुरी राख्नुहुन्छ नि, त्यो मेन त हो गोर्खा चौतारी भनेको के हो त होइन, गोर्खाहरूको चाहिँ क्रस गरेर राखेको चारा खुकुरी दुईपट्टि राखिसकेपछि कस्तो हुन्छ होला त तपाईँहरू आफै परिकल्पना गर्नु होला है त गाइज। परिकल्पना गरेर चाहिँ कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला र त्यस पछाडि साथै सब्सक्राइब पनि गरिदिनु होला है गाइज। त्यहाँ बेल आइकन होला,
त्यो बेल आइकनबाट टक्क एकचोटि घन्टी बजाइदिनु होला अनि त्यसपछि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है त गाइज त्यो भनेको तपाईँले म प्रति गरेको माया हो त्यो मायाले मलाई अथवा मेरो ऊर्जा बढ्छ र म तपाईँहरूलाई यस्तै यस्तै अरू थुप्रै भिडियोहरू ल्याउने कोसिस गर्नेछु देखाउने कोसिस गर्नेछु है त गाइज यो उतापट्टि हेर्नुहोस् न यो यस्तो 3तिर छ ल हेर्नुहोस् त यहाँ तल चौतारो के अरे फ्राई चाहिँ राखिन्छ होइन 1 2 3 4 यो चारैपट्टि यो छ राखेको छ होइन ठाउँ ठाउँमा यो त्यो मुनि चाहिँ एउटा देख्दाको सुन्दरता पनि हो होइन यसले सुन्दरता पनि देखाउँछ र तल बस्ने एउटा फलाइचा मतलब त्यहाँ बस्ने ठाउँ एउटा चौतारो जस्तो होइन पनि राखेको छ फलाइचा भनौँ न त्यहाँ राखिएको छ त्यहाँ मान्छेहरू गएर आराम गर्नुहुन्छ बस्नुहुन्छ आनन्द लिनुहुन्छ त्यो त्यहाँ गएर चाहिँ बसेर यो पनि एउटा सुविधा पनि हुन्छ त्यहाँ हेर्नु जाने पर्यटकहरूको लागि होइन र गाइस तपाईँहरूको यो बाहिर पनि एउटा उहाँको चाहिँ भूपू सैनिकहरूको होइन उहाँहरूको एउटा सम्मानजनक चौतारा पनि बाहिर बनाउने उहाँले बनाउनु भएको छ देखिनु भएको छ नि हेर्नुहोस् एउटा छ अनि 3टा छ 3तिर उहाँले चाहिँ होइन 3टै युनिटको गोर्खा भूपू सैनिकहरूको श्रीमतीहरूको सम्मानजनक चौतारा बनाउनु भएको छ यहाँ हेर्नुहोस् न केरा हेर्नुहोस् त केरा बगैँचा यो गरममा अहिले यस्तो केरा बगैँचाहरू छ यो केरा बगैँचा ल हेर्नुहोस् त अरू बगैँचाहरू अरू बोट बिरुवा पनि धेरै छ यहाँ फलफुलको विशेष गरी फलफुलको यहाँ बोट बिरुवा छ हेर्नुहोस् यो बाटो हेर्दाखेरि होइन यो बगर हेर्दाखेरि पहिलाको बगर कल्पना जस्तो बगर कस्तो थियो अनि अहिले आएर हेर्नुहोस् त कस्तो छ उहाँ मेरो हुन्छ भान्जो चाहिँ मेरो भान्जी चाहिँ हुनुहुन्छ भान्जो मेरो भान्जीको श्रीमान भान्जो चाहिँ भन्छु हामी चाहिँ हजुर के भन्नुहुन्छ उहाँ र म आज घुम्न आएको थियो पार्कमा उहाँ त पहिला पनि आउनु भएको थियो 1-2चोटि होला सायद म चाहिँ फर्स्ट टाइम यहाँ आएपछि पछाडि डालमा रोटी बोकेर बस्नु भएको छ शेर्पेनी चेली शेर्पेनी चेलीको यो स्ट्याचु हेर्दाखेरि साँच्चै रमाइलो लाग्छ हाम्रो शेर्पेनी चेलीको सेलरोटी डालमा देख्दाखेरि मलाई त साँच्चै खौँ लाग्यो गाइस हजुरलाई चाहिँ कस्तो लागेछ मलाई लाग्छ हजुरलाई पनि यो डालको रोटी देख्दा खम्फाउँदा लागेको होला जस्तो मलाई चाहिँ महसुस भएको छ है त गाइस अब भिडियो पनि लामो भइसक्यो होइन अब के भन्ने हजुरसँग बिदा माग्ने समय आइसकेको छ है त गाइस फेरि अर्को भिडियोमा भेट्ने बाचा राख्दै आजलाई यो भिडियो यहीँ अन्त्य गर्छु ओके बाइ बाइ